प्रिय विद्यार्थी भाइ बहिनीहरू, स्वागत छ तपाईँले हाम्रो यस इएनडी क्लासेस युट्युब च्यानलमा। आज हामी पढ्नेछौँ कक्षा 10 को विज्ञान तथा प्राविधिक अन्तर्गत पाठ तत्त्वहरूको वर्गीकरण नयाँ पाठ्यक्रम 2082 अनुसार यसको फुल अभ्यासको सलुसन। भिडियो मन परेमा भिडियोलाई एउटा लाइक गर्नुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला यस्तै भिडियोहरू हेर्नको लागि। सो ढिला नगरिकन सुरु गरौँ आजको क्लास। प्रश्न नम्बर 1 मा के सोधिएको छ कि इलेक्ट्रोनिक विन्यास 1:2, 2:2, 2p3 भएको तत्त्व आधुनिक पिरियोडिक तालिकाको कुन ग्रुपमा पर्छ? सो यसको राइट एन्सर रहेको छ 5A ग्रुपमा। त्यस्तै प्रश्न नम्बर 2 मा के सोधेको छ कि आधुनिक पिरियोडिक तालिकाको ग्रुप सेकेन्ड ए र थर्ड ए बीचमा रहेका तत्त्वलाई के भनिन्छन्? यसको राइट एन्सर रहेको छ संक्रमण धातु। प्रश्न नम्बर 3 तलका मध्ये सबैभन्दा क्रियाशाली अधातु कुन हो? यसको राइट एन्सर रहेको छ फ्लोरिन। त्यस्तै प्रश्न नम्बर 4 तलका मध्ये सबैभन्दा क्रियाशाली धातु कुन हो? यसको राइट एन्सर रहेको छ सिजियम। प्रश्न नम्बर 5 आधुनिक पिरियोडिक तालिकामा निष्क्रिय ग्यास यानि कि इनर्ट ग्यास कुन ग्रुपमा पर्दछ? यसको राइट एन्सर रहेको छ 0 ग्रुप। प्रश्न नम्बर 6 तलका मध्ये कुन समूहले तत्त्वको धातु गुण बढ्दै जाने उचित क्रम सङ्केत गर्छ? सो यसको राइट एन्सर रहेको छ बेरिलियम इज लेस देन मैग्नेशियम इज लेस देन क्याल्सियम। प्रश्न नम्बर 7 तालिकामा तत्त्वहरू ए बी सी र डी का स्थानहरू देखाइएको छन्। कुन तत्त्वले अम्लीय अक्साइड बनाउन सकिन्छन्? सो यसको राइट एन्सर रहेको छ सी तत्त्वले अम्लीय अक्साइड बनाउन सकिन्छ। कारण दिनुहोस् भित्र प्रश्न नम्बर 1 मा के सोधेको छ कि तत्त्वहरूको वर्गीकरण गर्न आवश्यक छ किन? सो यसको उत्तर लेख्दाखेरि पोइन्ट नम्बर क तत्त्वहरूलाई व्यवस्थित तरिकाले अध्ययन गर्न र पोइन्ट नम्बर ख छोटो समयमा धेरै तत्त्वहरूको अध्ययन गर्न। त्यस्तै प्रश्न नम्बर 2 अन्तर्गत के सोधेको छ कि आधुनिक पिरियोडिक तालिकाको कुनै पनि ग्रुपमा माथिबाट तल जाँदा तत्त्वहरूको आकार बढ्दैछ किन? यसको उत्तर रहेको छ आधुनिक पिरियोडिक तालिकाको कुनै पनि ग्रुपमा माथिबाट तल जाँदा तत्त्वहरूको आकार बढ्छ किनभने इलेक्ट्रोनको साथै यस सेलको सङ्ख्या बढ्दै जान्छ र तत्त्वहरूको आकार बढ्दै जान्छ। प्रश्न नम्बर 3 आधुनिक पिरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूको आकार घट्छ किन? उत्तर आधुनिक पिरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूको बाहिरी सेलमा भएको इलेक्ट्रोनको सङ्ख्या बढ्दै जान्छ र भ्यालेन्स इलेक्ट्रोन र न्युक्लियसमा हुने प्रोटिन बीच आकर्षण बल बढ्छ जसले गर्दा तत्त्व केही खुम्चिन्छ। त्यसैले आधुनिक पिरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूको आकार घट्छ। प्रश्न नम्बर 4 आधुनिक पिरियोडिक तालिकामा हाइड्रोजन अधातु हो तर पनि यसलाई धातुको समूहमा राखिएको छ किन? उत्तर आधुनिक पिरियोडिक तालिकामा हाइड्रोजन अधातु हो तर पनि यसलाई धातुको समूहमा राखिएको छ किनभने हाइड्रोजनको बाहिरी कक्षमा एउटा मात्र इलेक्ट्रोन हुन्छ र इलेक्ट्रोन विन्यास अरू धातुको जस्तो 1s1 हुन्छ। प्रश्न नम्बर 5 सोडियमभन्दा पोटासियम बढी क्रियाशाली हुन्छ किन? उत्तर सोडियमभन्दा पोटासियम बढी सक्रिय हुन्छ किनकि यी दुवै फर्स्ट ए समूहमा पर्दछ। यो धातुको समूह हो। धातुहरू जति माथिबाट तल गयो त्यति बढी सक्रिय हुन्छ। यिनीहरूको आकार माथिबाट तल जाँदा ठुलो हुन्छ। न्युक्लियस र बाहिरी सेलमा रहेका इलेक्ट्रोन बीचको आकर्षण बल कम हुने हुँदा सोडियमलाई भन्दा पोटासियमलाई इलेक्ट्रोन गुमाउन सजिलो हुन्छ र सोडियमभन्दा पोटासियम बढी क्रियाशाली हुन्छ। प्रश्न नम्बर 6 क्लोरिनभन्दा फ्लोरिन बढी क्रियाशाली हुन्छ किन? उत्तर क्लोरिनभन्दा फ्लोरिन बढी सक्रिय हुन्छ किनकि यी दुवै सेकेन्ड ए समूहमा पर्दछ। यो अधातु समूह हो। अधातुहरू जति तलबाट माथि गयो त्यति बढी सक्रिय हुन्छ। यिनीहरूको आकार तलबाट माथि जाँदा सानो हुन्छ। न्युक्लियस र बाहिरी सेलमा रहेका इलेक्ट्रोन बीचको आकर्षण बल बढी हुने हुँदा क्लोरिनभन्दा फ्लोरिन बढी सक्रिय हुन्छ। प्रश्न नम्बर 7 आधुनिक पिरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूका
धातुको गुण घट्दै र धातुको गुण बढ्दै जान्छ किन? उत्तर, आधुनिक पिरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूको परमाणुको आकार घट्दै जाने भएकोले इलेक्ट्रोन दिने सक्ने क्षमता कमी हुँदै जान्छ भने बाहिरी इलेक्ट्रोन आकर्षण गरी लिन सक्ने क्षमता वृद्धि हुँदै जान्छ। त्यसकारण आधुनिक पिरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँतर्फ जाँदा तत्त्वहरूका धातुको गुण घट्दै र धातुको गुण बढ्दै जान्छ। प्रश्न नम्बर 8, निष्क्रिय ग्यासलाई ग्रुप 0 मा राखिएको छ किन? निष्क्रिय ग्यासको डुप्लेट हिलियम ग्यास र अक्टेट बाहिरी सेलमा 8वटा इलेक्ट्रोन पुरा भएको हुँदा रासायनिक प्रतिक्रियामा भाग लिँदैनन्, त्यसैले उक्त ग्यासलाई 0 ग्रुपमा राखिएको छ। प्रश्न नम्बर 9, चित्रमा पिरियोडिक तालिकाको कुनै एउटा खण्ड देखाइएको छ। यसमा बायाँबाट दायाँतर्फ जाँदा क्रमशः परमाणुको आकारमा के फरक पर्छ? कारण लेख्नुहोस्। उत्तर, आधुनिक पिरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूको बाहिरी सेलमा भएको इलेक्ट्रोनको सङ्ख्या बढ्दै जान्छ र भ्यालेन्स इलेक्ट्रोन र न्युक्लियसमा हुने प्रोटोन बीच आकर्षण बल बढ्छ, जसले गर्दा तत्त्व केही खुम्चिन्छ। त्यसैले आधुनिक पिरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूको आकार घट्छ। त्यस्तै अब फरक लेख्नुहोस्। यस अन्तर्गत प्रश्न नम्बर 1 मा के सोधेको छ कि ग्रुप र पिरियडबीच फरक लेख्नुहोस्। ग्रुप, पिरियोडिक तालिकाको ठाडो लहरलाई ग्रुप भनिन्छ भने पिरियोडिक तालिकाको तेर्सो पङ्क्तिलाई पिरियड भनिन्छ। ग्रुप, एउटै ग्रुपमा सबै तत्त्वको संयुक्ता एउटै हुन्छ भने पिरियडको कुरा गर्दाखेरि एउटै पिरियडमा तत्त्वको संयुक्ता फरक फरक हुन्छ। त्यस्तै प्रश्न नम्बर 2, क्लोरिन र सोडियम बीच फरक लेख्नुहोस्। क्लोरिन, क्लोरिन यो अधातु हो भने सोडियम चाहिँ धातु हो। क्लोरिन, यो तत्त्वको बाहिरी सेलमा 7वटा इलेक्ट्रोनहरू हुन्छ। सोडियम, यो तत्त्वको बाहिरी सेलमा एउटा इलेक्ट्रोन हुन्छ। क्लोरिनको लेख्दाखेरि यो तत्त्व पिरियोडिक तालिकामा ग्रुप 7A मा पर्छ भने सोडियम चाहिँ पिरियोडिक तालिकामा ग्रुप 1A मा पर्छ। र क्लोरिन चाहिँ के हेलोजन तत्त्व हो र सोडियम अल्काली धातु हो। प्रश्न नम्बर 3, ग्रुप ए, 1A र ग्रुप 7A का तत्त्वहरूबीच फरक लेख्नुहोस्। सो यसको उत्तर लेख्दाखेरि ग्रुप 1A का तत्त्वहरू र ग्रुप 7A का तत्त्वहरू, सो ग्रुप 1A का तत्त्वहरू यिनीहरू अधातु हुन् भने ग्रुप 7A का तत्त्वहरू यिनीहरू अधातु हुन्। त्यस्तै ग्रुप 1A मा यिनीहरूको बाहिरी सेलमा एउटा इलेक्ट्रोन हुन्छ र ग्रुप 7A का तत्त्वहरूमा यिनीहरूको बाहिरी सेलमा 7वटा इलेक्ट्रोनहरू हुन्छन्। त्यस्तै ग्रुप 1A मा यिनीहरूलाई अल्काली धातु भनिन्छ। ग्रुप 7A मा यिनीहरूलाई हेलोजन भनिन्छन्। त्यस्तै प्रश्न नम्बर 4, इलेक्ट्रोनेगेटिभिटी र इलेक्ट्रोपोजिटिभिटी बीच फरक लेख्नुहोस्। इलेक्ट्रोनेगेटिभिटी, इलेक्ट्रोपोजिटिभिटी, इलेक्ट्रोनेगेटिभिटीमा तत्त्वहरूको भ्यालेन्स सेलमा इलेक्ट्रोन प्राप्त गरेर ऋणात्मक आयोन बनाउन सक्ने गुणलाई इलेक्ट्रोनेगेटिभिटी भनिन्छ। इलेक्ट्रोपोजिटिभिटीमा तत्त्वहरूको भ्यालेन्स सेलबाट इलेक्ट्रोन छोडेर धनात्मक आयोन बनाउन सक्ने गुणलाई इलेक्ट्रोपोजिटिभिटी भनिन्छ। इलेक्ट्रोनेगेटिभिटीमा परमाण्विक साइज बढ्दा न्युक्लियसबाट भ्यालेन्स सेलको दूरी बढ्दै जाने हुँदा इलेक्ट्रोन प्राप्त गर्ने क्षमता कम हुँदै जाने भएकोले तत्त्वहरूको इलेक्ट्रोनेगेटिभिटी कम हुन्छ। इलेक्ट्रोपोजिटिभिटीमा परमाण्विक साइज बढ्दा न्युक्लियसबाट भ्यालेन्स सेलको दूरी बढ्दै जाने हुँदा इलेक्ट्रोन छोड्न सक्ने क्षमता बढी हुँदै जाने भएकोले तत्त्वहरूको इलेक्ट्रोपोजिटिभिटी बढ्छ। त्यस्तै तलका प्रश्नको उत्तर दिनुहोस्। प्रश्न नम्बर 1, आधुनिक पिरियोडिक नियम के हो? लेख्नुहोस्। सो आधुनिक पिरियोडिक नियम अनुसार तत्त्वका भौतिक र रासायनिक गुण तिनीहरूको परमाण्विक सङ्ख्याको पिरियोडिक कार्यस्वरूप हुन्छन्। प्रश्न नम्बर 2, आधुनिक पिरियोडिक तालिकामा कतिवटा ग्रुप र पिरियड छन्? उत्तर, आधुनिक पिरियोडिक तालिकामा 18वटा ग्रुप र 7वटा पिरियड छन्। प्रश्न नम्बर 3, आधुनिक पिरियोडिक तालिकामा सोडियमको स्थान लेख्नुहोस्। यसलाई अल्काली धातु भनिनुको कारण के हो? लेख्नुहोस्। उत्तर लेख्दाखेरि आधुनिक पिरियोडिक तालिकामा सोडियम 1A समूहमा र तेस्रो पिरियडमा पर्छ।
सोडियमले पानीसँग रासायनिक प्रतिक्रिया गरी काडा अल्काली बनाउने हुँदा यिनीहरूलाई अल्काली धातु भनिन्छ। प्रश्न नम्बर 4, दिएका तत्त्वहरूको आधुनिक पिरियोडिक तालिकामा स्थान लेख्नुहोस्। अल्काली धातु, अल्कालाइन अर्थ धातु, निष्क्रिय ग्यास, संक्रमण धातु, लेन्थेनाइट्स, एक्टिनाइट्स। सो यसको उत्तर लेख्दाखेरि एक साइडमा तत्त्व लेख्ने, अर्को साइडमा स्थान लेख्ने। सो तत्त्व अल्काली धातु यो फर्स्ट ग्रुपमा पर्छ, अल्कालाइन अर्थ धातु यो सेकेन्ड ग्रुपमा पर्छ, निष्क्रिय ग्यास जुन 0 ग्रुपमा पर्छ यसलाई 18 ग्रुप पनि भन्न सकिन्छौँ, संक्रमण धातु जुन थर्ड बीदेखि सेकेन्ड बी ग्रुपसम्म, लेन्थेनाइट्स पिरियोडिक तालिकाको तल छुट्टै ब्लकमा परमाणुविक सङ्ख्या 58 देखि 71सम्म राखिएको हुन्छ, एक्टिनाइट्स पिरियोडिक तालिकाको तल छुट्टै ब्लकमा परमाणुविक सङ्ख्या 90 देखि 103सम्म राखिएको हुन्छ। त्यस्तै प्रश्न नम्बर 5, सल्फरको इलेक्ट्रोनिक विन्यास लेखी आधुनिक पिरियोडिक तालिकामा यसको स्थान लेख्नुहोस्। उत्तर, सल्फरको इलेक्ट्रोनिक विन्यास 1s2, 2s2, 2p6, 3s2, 3p4 हुन्छ। आधुनिक पिरियोडिक तालिकामा तेस्रो पिरियड र 6a ग्रुपमा पर्छ। प्रश्न नम्बर 6, आधुनिक पिरियोडिक तालिकामा मुख्यतः के का आधारमा ग्रुप र पिरियड छुट्याइएको हुन्छ। उत्तर, आधुनिक पिरियोडिक तालिकामा मुख्यतः भ्यालेन्स इलेक्ट्रोनको सङ्ख्याको आधारमा ग्रुप र परमाणुमा रहेकोले सेलको सङ्ख्याको आधारमा पिरियड छुट्याइएको हुन्छ। प्रश्न नम्बर 7, फ्लोरिन, क्लोरिन र ब्रोमिन पिरियोडिक तालिकाको कुन समूहमा पर्छ? यीमध्ये कुन तत्त्व सबैभन्दा सक्रिय हुन्छन् किन? फ्लोरिन, क्लोरिन र ब्रोमिन पिरियोडिक तालिकाको 7A समूहमा पर्छ। यीमध्ये फ्लोरिन तत्त्व सबैभन्दा सक्रिय हुन्छ किनभने यो अधातु हो, अधातुको समूह हो। अधातुहरू जति तलबाट माथि गयो त्यति बढी सक्रिय हुन्छ। यिनीहरूको आकार तलबाट माथि जाँदा सानो हुन्छ। न्युक्लियस र बाहिरी सेलमा रहेका इलेक्ट्रोन बीचको आकर्षण बल बढी हुने हुँदा फ्लोरिन बढी सक्रिय हुन्छ। प्रश्न नम्बर 8, तपाईँलाई आधुनिक पिरियोडिक तालिकामा केही सुधार गर्ने मौका दिइयो भने के कुरा सुधार गर्नुहुन्छ? कारणसहित स्पष्ट पार्नुहोस्। यसलाई उत्तर लेख्दाखेरि मलाई आधुनिक पिरियोडिक तालिकामा सुधार गर्ने मौका दिइयो भने म निम्न सुधार गर्न सक्छु। आफ्नो प्रतिक्रिया पनि राख्न सकिन्छ। सो यसमा दिएको छ, क, हिलियम एस ब्लकमा पर्ने तत्त्व हो तर आधुनिक पिरियोडिक तालिकामा पी ब्लकमा राखिएको छ, यसलाई सुधार गर्नुपर्ने देखिन्छ। ख, लेन्थेनाइट्स, एक्टिनाइट्सलाई पिरियोडिक तालिकाको तल छुट्टै स्थानमा राखिएको छ, त्यसलाई मुख्य तालिकामा नै मिलाएर राख्नुपर्ने देखिन्छ। सो आजको क्लास यही समाप्त हुन्छन्। भिडियो मन परेमा भिडियोलाई लाइक गर्नुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। हस्त, धन्यवाद।